मेरो हातमा। आज चाहिँ 2036 2026 भइसकेको छ। अहिले चाहिँ 1 तारिकको डेटको देख्नुहोस् मेरो ब्लगमा चाहिँ म विद्यार्थी हुन्छ जस्तो जाँदैछु घुम्नु हेर्दै गर्नु होला। अहिले चाहिँ म यहाँ चाहिँ घुम्नु। सो मेरो ब्लगमा हेर्न सक्नुहुन्छ तपाईँहरू समुद्र। अब अहिले समुद्रको बोट तरेर पारि जानेछौँ। यस्तै छ आजको मेरो भ्लग। फुलहरू रङ्गीचङ्गी देख्न सक्नुहुन्छ। मान्छेहरू यहाँ फुलहरू देखाउँछु म तपाईँहरूलाई। यहाँनिर हाइकिङ गर्ने रनिङ गर्ने वन्डरफुल छ आजको मेरो दिन। 2026 को सुरुवात पहिलो दिन फुलबाट गर्दैछु। देख्न सक्नुहुन्छ मेरो ब्लग फुलबाट हुनेछ। हेर्दै गर्नु होला। डोन्ट फर्गेट टु सब्सक्राइब। यहाँ फुलहरू देख्न सक्नुहुन्छ लालुपाते फुल ढक्कमक्क परेको। यो चाहिँ मिनी बस हो। एकदम छिटो छरितो बाटो हिँड्नु यस्तै छ। यहाँ मेरो भतिज बसिरहेको छु। छ्यामा सन्दहरू जाँदैछु। हेर्दै गर्नु होला। मेरो भिडियो ब्लग यस्तै हुनेछ आजको। अब चाहिँ हामी बोट चढेर पारि जानेछौँ। समुद्र पारि यादैको भारी बोकेर जाँदैछौँ। नम्बर 5 मा हामीलाई चढेर जाँदैछौँ। यही बोट हो क्या यसमा जानुपर्ने रमाइलो हुनेछ त। यो हाम्रो बोट आज कहाँ यस्तै छ देख्न सक्नुहुन्छ मेरो भति सानबाल छ्यामा। म यो बोटमा हामी पारि यादैको भारी बोकेर जानेछौँ। त्यही छ गुम्फा मार्केटहरू चाहिँ फिस मार्केट। माछा किन्नु छ्यामा भने त माछा ड्याम कि ड्याम बेच्दैछ त त्यो। ल हामी चाहिँ बोट चढेर समुद्र पारि यादैको भारी बोकेर जाँदैछौँ। हामीलाई थाहा नै छैन ठाउँको। रमाइलो अब बोटमा आएको छौँ। सट्टैसँगले हिँडेर जाँदैछौँ। छ्यामाहरू हुनुहुन्छ यहाँ सानबाहरू। जस्तो टक्कै आजको न्यु इयरको हाम्रो यस्तै चलिरहेको छ चट्टसँगले। मलाई देख्न सक्नुहुन्छ मेरो घरमा आज चाहिँ म जाँदैछु एकदमै नयाँ ठाउँ। फर्स्ट एक्सपिरियन्स मेरो पहिला अनुभव यस्तो बोटमा चाहिँ पहिला यस्तो बोटमा चढेको। छ्यामालाई पनि भिडियो बनाउँछ म पनि बनाउँदैछु। रमाइलो भइरहेछ आज बोटमा चढ्दा। छ्यामा भएको ठाउँमा जानु पऱ्यो म त। इन्जोय भइरहेछ नि छ्यामा। रमाइलो भइरहेछ। के चाहिँ हुनु पऱ्यो नि हो चट्टसँगले। चट्टसँगले अहिले चाहिँ समुद्रको आनन्द लिँदैछु म। देख्नुहुन्छ तपाईँहरूले मलाई। मैले त पक्का राजा भयो जस्तै भयो त हेर्नु छ्यामा। राजा बसेछ है बनि हो त नि। यतिको चाहिँ आनन्द लिनुपर्छ है। जस 2026 को सुरुवातमै
चाहिँ हामी बिबी खाने ठाउँमा आइसकेको छु देख्न सक्नुहुन्छ मेरो ब्लगमा यहाँकै समुद्र पारी हामी टापुमा चाहिँ आज आइपुग्दैछु आमाले के बनाउँदै हुनुहुन्छ गिटारमा चाहिँ सानो बाउमा बनाउँदै हुनुहुन्छ अच्छा के भन्नुभयो सानो म आगो फुक्दैछु अब यहाँ मासु पोल्ने हो धिरतिर छ समुद्र छ हेर्दै गर्नु होला मेरो ब्लग के कस्तो हुन्छ तपाईँलाई देखाउने छु अहिलेबाट आज 2026 2026को मेरो छ्यामाले सेक्का पोल्दै हुनुहुन्छ न्यु इयरको चाहिँ बिबिक्यू है हाम्रो यो हाफमुन बेमा है एकदम रमाइलो ठाउँ छ अरू पनि आउनु होला यसरी रमाइलो गर्नु मासु पोल्दै हुन्छ छ्यामाले अब पोलिँदैछ है अब एकछिन पाक्छ अनि खाने हो अनि फेरि पछि बोटमा जाने हो 5:30 बजी मात्रै हेरे बोट चाहिँ फेरि त्यो भन्दै अँधिरो हुन्छ अरे के त्योभन्दा धेरै बस्यो भने देख्दैन अरे बाटो तिनीहरूले अहिले पनि अहिले त भन्नु पहिला खालि पहिला जान्छ बाहिरको भन्दा पनि हो नि दाइले त नेपाली नै खान्छ क्या भिडियो बनाएको यहाँ चस्मा लाउँछु नि म फेरि लाउनु न चट्टसँगले म फोटो खिच्न आँटे छ्यामा ल अरे भिडियो के हुन्छ हौ घट्नुहुन्छ अलिकति भिडियो भने तारिफ गरेर कमेन्ट गरेर तिमीलाई हेर गिली गरेको के हो तिम्रो नाम नाम के अरे काकाले गुड बोय काका किची गर्नु ठिक छ राम्रो हुन्छ तपाईँको मासु त हेर्नु न हो त मासु किन मजाले उयो भएर नि दाउरा ल भाइतिर अब घरतिर चौला जाने ट्याक्क अब सेको खाइसकेको जस्तै सेट घर जाने अब तर जानु धेरै त जानु अब घरतिर प्रस्थान जाँदैछौँ मेरो भिडियोमा कैसँगले घर जाने अब त्यही छ आजको मेरो ब्लग दुःख सुख खिचिएको छ घरतिर लाग्ने हो जाने हो मेरो ब्लग साथ दिनु होला नहेर्नु सबैजना देख्नु होला च्याट्टसँगले आजको न्यु इयरको प्रोग्राम सकिसकेको अवस्था अब घरतिर फर्किने हो बोटबाट फेरिबाट उतासँगले पारी लाइन लाग्नुपर्ने छ पर त लाइन भइरहेको छ मेरो ब्लग चट्ट परी समुद्र शान्त पछि आउँदै हुने रहेछ लाइन लाग्नु परेको छ शान्त पर त्यसैले त्यहाँ गएर अब लाइन लाग्ने हो बस्ने हो फोटो खिच्ने हो के गर्ने कस्तो थाहा छैन म चाहिँ घरतिर लाग्दैछु अब दुःख सुख जिन्दगी यस्तै छ यो केटीले के भन्छ कति राम्ररी भनेर भन्नु पर्ने थियो के गर्ने गिम्बल खाँदो रहेछ यहाँ चाहिँ माछा पर्थ्यो ल सानबा त्यही कस्तो घाम यताबाट आउँछ अघि उताबाट आएको थियो अहिले यताबाट आयो हामी घरतिर प्रस्थान नाममा मसिन त हरिब छ त मसिन त हरिब छ त अनि म त पसिन्छ त पुर्ने
सारा चाहिँ हामी घर फर्किँदैछौँ। अघि चाहिँ घाम अस्ताएको के उदाएको थियो भने अहिले चाहिँ घाम अस्ताएको अवस्था छ। सारा हामी चाहिँ अहिले घर जाँदैछौँ फेरीबाट। त्यता छ्यामा सान्बा यहाँ दाई भाउजूहरू अनि मेरा दुईटा युवा भतिजहरू र म यस्तै चाहिँ चट्टसँग जाँदैछौँ घर।